तर म एक भइनँ भने पनि म तँलाई यस्तो ठाउँमा पुर्याउँछु यस्तो ठाउँमा पुर्याउँछु तैँले हुन्छ नि कहिले बिर्सिन सक्दिनस् मलाई यताउता भन्नुहुन्थ्यो अनि अहिले म त्यो हस्पिटल जान्छु होइन हस्पिटलमा लेखेको हुन्छ नि त मेन्टल हस्पिटल भनेर अनि त्यो देख्दाखेरि मलाई लास्ट हुन्छ कि अनि पुऱ्याउनु मतलब यस्तो ठाउँमा पुर्याउँछु भन्थ्यो मेन्टल हस्पिटल पुऱ्याउनु भयो भन्ने लाग्छ कि मलाई चाहिँ अनि वरिपरि मान्छेहरूले हेरेका हुन्छन् अनि त्यहाँ जाँदाखेरि चाहिँ लास्ट नराम्रो लाग्छ 15 दिन 1 महिनामा गइरहनुपर्छ नि त लास्ट नै नराम्रो लाग्छ त्यो बेलामा चाहिँ अनि लास्टै माया गर्थेँ कि मैले त्यो पब्लिकमा बसेर आफ्नो सेल्फ रेस्पेक्ट गुमाएर मलाई हुन्छ नि नछोड उसको फ्यामिलीलाई पनि कति भनेको मैले म सक्दिनँ वाबिनँ भनेर सायद म फर्स्टमै हस्पिटल र उसो नगएको भए चाहिँ म बाँच्ने थिइनँ त्यस्तो भएको थियो कि कति डर लाग्थ्यो है अनि त्यो जब त्यो उहाँको बे भइसके पछाडि चाहिँ त्यो डिप्रेसन भन्दा पनि एन्जाइटीमा चाहिँ डेन्जर डर लाग्दो रहेछ नि त यति डर लाग्थ्यो अनि रातभरि फोनमा चाहिँ एकजना बोलिदिनु पर्थ्यो कि एकजना कहिले बहिनी बोलिदिन्थ्यो कहिले म